उहाँको नाम त टङ्की भुसानी हो। चाहिँ अब हरैया बस्छु, मेरो मम्मी हुनुहुन्छ, म हरैया वार्ड नम्बर 3 मा बस्छु। मेरो मम्मी हुनुहुन्छ, मेरो मम्मीलाई सुगरले यस्तो बिरामी हुनुभयो। अनि चाहिँ यहाँ बरबिवाल चोक लगेपछि सन्चो हुन्छ भनेर हामीले यहाँ लिएर आएको। 1 महिना जति भयो। मेरो मम्मी चाहिँ 2-3 जनाले उचाल्नु पर्थ्यो, अहिले मम्मीलाई धेरै ठिक भइसकेको छ। धेरै खुसी छु, मेरो मम्मीलाई 1 महिना जति भयो, सब ठिक भइसकेको छ। यस्तै कोही दुखी यस्तै बिरामी हुनुहुन्छ भने जानकारी नभएको मान्छेलाई चाहिँ यसैबाट मार्फत यहीँ ल्याउनु होला, छिट्टै सन्चो हुन्छ भन्न चाहन्छु। यहाँ डाक्टर साहबहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ। यहाँ मम्मीलाई सन्चो गराइदिनु भयो, मेरो मम्मीलाई राम्रो होस्, मेरो आर्सीको लागोस्, धेरै दोकान चलोस्। यस्तै थाहा नपाएको कोही हामी नि काला नि भनेको थियौँ, हामी आत्तिएको थियौँ, कहिले कता भनेको। अब यहाँ चाहिँ राम्रो छ भनेर सुनेर हामीले यहाँ लिएर आएको। राम्रो भयो, मेरो मम्मीलाई राम्रो भयो। डाक्टर साहबको राम्रो प्रगति हुँदै जाओस्। यस्तो कोही दुखबिमार भएपछि यहाँ बुझेर आउनु होला बरबिवाल चोकमा।